माथि कराउँदैछ यार माथि यता माथि। हेलो एन्ड गुड इभिनिङ सबैजना न्यानो न्यानो माया भन्दै पनि आज पनि एउटा भिडियो लिएर आइसकेको छु। भिडियो चाहिँ के कस्तो लाग्छ अन्तिमसम्म हेरिदिनु होला। अनि हजुरहरू के कस्तो हुन्छ सन्चै हुनुहुन्छ होला पक्कै पनि है त, म पनि सन्चै छु। अनि आज चाहिँ टक्कै है ब्रदर र म चाहिँ चरा हन्टिङको लागि चाहिँ माथि लेकसम्म जाँदैछु। मैले चाहिँ हामी ठ्याक्कै दिनको 2 बजिसक्यो अनि 2 जना मात्रै छौँ नि त। टक्कै है त्यस्तै भयो, सामानहरू ठिकठाक गर्दा ढिलै भइसक्यो। अनि हामी चाहिँ आज यहाँदेखि देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी यहाँ छौँ। माथिको त्यो डाँडा पुग्नुपर्ने छ, यो डाँडामा अलिकति है यहाँतिर आज हाम्रो बसाइ चाहिँ हुन्छ। अहिले चाहिँ टक्कै है बेलुका गएर त्यहाँ हन्टिङ हान्नुपर्ने हुन्छ है त। यता देख्न सक्नुहुन्छ ब्रदर 2 जना मात्रै। अहिले चाहिँ अब त्यही नै हो, आजको भिडियो चाहिँ त्यही हुनेछ। अब देखाइ नै हाल्नेछु है त। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। त्यहाँसम्म हामीलाई पुग्न चाहिँ अब 2 घन्टा 3 घन्टा 4 घन्टै लाग्छ लगभग यो डाँडासम्म पुग्न। अनि देखाइ नै हाल्छु ठाउँ ठाउँ है त। अब फेरि धेरै लामो भिडियो पनि नराम्रो हुन्छ नि त, त्यही भएर ठाउँ ठाउँ देखाइहाल्छु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है त। अहिले चाहिँ हामी होइन खोला आइपुगिसक्छौँ। अब चाहिँ खोलादेखि उकालो जानुपर्ने हुन्छ नि त। देख्न सक्नुहुन्छ खोला, देख्न सक्नुहुन्छ खोला। यो खोला तारेर चाहिँ जानुपर्ने उता फाटे। अनि यहाँ बाख्राकोटाले पनि रहेछ, बाख्रा पनि उता जाँदैछ, यही बाटो जानुपर्ने हो। हामी जानुपर्ने यस्तो हो, यहाँदेखि उकालो निकै टाढो छ यो। अब यहाँदेखि यस्तो भित्र चाहिँ हामीले आज 3-4वटा जति चाहिँ कटिनु पर्ने हुन्छ नि त, निकै माथि पुग्ने हो। अनि त्यही भएर अब चाहिँ भर्खर सुरुवात मात्रै हुँदैछ उकालो चाहिँ, त्यो नै अब देखाइ नै हाल्नेछु है त। हामी चाहिँ अहिले है यहाँ आइपुगिसक्यौँ भ्यू गाउँमा। अब हामी चाहिँ आएको अघि चाहिँ यो पारिबाट घामले नदेखिने रहेछ, यो पारिबाट आएको है त, यो बाटो। अनि अझै हामी हिँड्नुपर्ने चाहिँ माथि हो, त्यो चाहिँ हिँड्नु सक्नु छोडिसक्यो, ल्यारो लुब्रो गइसक्यो। अब चाहिँ हामी यहाँदेखि यो माथि डाँडा पुग्नुपर्ने, त्यहाँदेखि उँभो धेरै नै छ है। यो उकालो हिँड्न चाहिँ गाह्रो भइरहेको छ है त, देखाइ नै हाल्नेछु। दामी भ्यू छ है त। टक्क यता पनि गाउँ, यो एउटा सानो गाउँ, त्यही नै हो है त। यो उकालो चाहिँ कसरी चढौँ भन्ने लागिरहेको छ है त। 10 मिनटमा पुगिहाल्छ नि, 10 मिनटमा पुग्छ। मर्नु छैन। हामी चाहिँ अहिले लगभग है हाम्रो गन्तव्य आइपुग्न लागिसक्यौँ है त। देख्न सक्नुहुन्छ यो केटा चाहिँ लास्टै गले जस्तो छ। अझै यहाँबाट माथि पुग्नुपर्ने है त। यता मुनिबाट आएको, हामी आएको चाहिँ पारिबाट हो, खासै देखिँदैन रहेछ क्या। अब यसै कारणले भरेतिर देखाइ नै हाल्नेछु अलिक घाम डुबेपछि है त। लास्टै गाह्रो। अब यो डाँडा पुगेपछि चाहिँ कति पनि छैन है त। उँभो चाहिँ जोस् मैदान नै छ नि त। हामी चाहिँ अहिले भनेको डाँडामा आइपुगिसक्यौँ है त। अब चाहिँ हामी बस्नको लागि व्यवस्था गर्नुपर्ने हुन्छ। यत्रो जङ्गलमा चाहिँ अलिकति एउटा समस्या हुने छ हामीलाई। के भयो भन्दाखेरि नि, जङ्गल त छ तर पानी अलिकति छैन जस्तो छ, पानी खोज्नुपर्ने हुन्छ है त हामीले। ट्याक्कै हामी चाहिँ यो अन्ध्यारो गाउँबाट आएको, यो गाउँबाट देखिँदैन रहेछ, त्यहाँबाट आएको। आज हाम्रो एक रात चाहिँ जङ्गलमै बसाइ हुन्छ है त। भिड चाहिँ यहीँ माथि कराउँदैछ यार, यहीँ माथि हो भिड, यता माथि, यहीँ माथि हो क्या, यिनै